किन हात छाडेको हैं किन हात छाडेको हैं गरेको नै छिटो उठ बस गर राम्रो मुखले भन्दैछु है फेरि मैले छिटो एक मैले राम्रो मुखले भन्दैछु है फेरि ल एक ल एक दुई छिटो छिटो तीन एक अलि अलि बस्ने हो ल एक दुई तीन 10 चोटिसम्म 4 5 6 7 8 अलि त के हाँसेको छिटो 8 भयो ल 9 10 चल भाग रोक्नु भन्दा भन्दै माथि आइहाल्नु भयो है अनि के गर्ने त यस्तो मोटी भइसक्यो कुकुर बस्न पनि अहिले आएर मलाई खुसी लाग्यो अनि के त अनि ल्याउँदाखेरि त स्लिम थियो कति राम्रो थियो अहिले त मोटी पहिला भन्दा भन्नुहुन्थ्यो त यति पातली भनेर दुनियाँले भन्थे काहीँ मेरो बुढीलाई खाना दिन्नन् कि भनेर भन्छन् होला मान्छेले भनेर खिलाए अहिले त्यस्तो मोटी भइसक्यो जस्तो कद्दु जस्तो अब मेरो बर्थडे आउन के हो नि सरप्राइज बर्थडे सड्डे हमेसा सरप्राइज छैन मसिङकै कस्तो छैन र कहिले बर्थडे आउन लाग्यो केही किन्दिनी साउन आउन लाग्यो केही किन्दिनी भदौ आउन लाग्यो केही किन्दिनी गरेपछि किन्नु परेन त चुप बढी बकवास गरेको मलाई मन पर्दैन के आफ्नो लिमिटमा बस्नु के हमेसा यार केही किन्दिनु हमेसा केही न केही किन्दिनु भनेर नि के तिमीले त मलाई एउटा पैन्टा किनिदिन्छु भनेर नि पैसा मैले आफै तिरेको रे पैसा कहाँ दिउ त नि त्यो खालि अर्डर गर्नु मात्रै हुन्छ अर्डर त म बाटामा हिँड्ने मान्छेले पनि गरिदिन्छ नि त्यसरी अर्डर त मेरो लागि आफ्नो जेबाट पैसा दिन सक्नु पर्यो नि त जेमा राणालाई पैसा दिनु भयो कि त्यो गड्डी कमाउनु पर्यो नि त अनि गड्डी काम न दाम के दुश्मन नाच के बनाइदिन भन्नु न कति नोटिङ गर्नु पर्छ र कति थुत्रो चलाउने के म तिमीलाई फेरि धेरै थुत्रो नचलाउने मसँग बिहानबाट बेलुकासम्म काम गर अनि हानेको गर्छन् जहिले पनि दिमाग नछाड्नु के सरप्राइज बच्चा हो तिमी अन्त बच्चा त हो त अनि यत्रो बच्चा पाउने बेलामा बच्चा हो ठसको नपार्नु के धेरै बनाइदिन भन्नु न काहीँ ल्याप्प खाना मात्र जाने खानी त हो त अनि चल भाग अब भन्नु न अलि तिमीलाई फेरि मैले फेरि दिनु भयो र तिमी फेरि मैले भन्दै गएँ फेरि कपाल किन समेको किन हात छाडेको हैं किन हात छाडेको बस उठ बस गर यहाँ गर्दैन फेरि मैले राम्रो हुने भन्दै हो यता आऊ फेरि गर्दैन उठ बस गर्ने चल उठ बस कर सरी भन्दै चल ल छिटो कान समातेर उठ बस गर्दैन म फेरि राम्रो मुखले भन्दै हो नि फेरि गरेको नै छिटो उठ बस गर राम्रो मुखले भन्दैछु है फेरि मैले छिटो एक मैले राम्रो मुखले भन्दैछु है फेरि ल एक दुई छिटो तीन एक अलि बस्ने हो ल एक दुई तीन 10 चोटिसम्म 4 5 6 7 8 अलि त के हाँसेको छिटो 8 भयो ल 9 10 चल भाग दिमाग खराब नगर्नु मैले पट्की भागु त यही हो गिफ्ट
मोठी भैँसी अब मसँग आउनु होला बोल्नु ब्याक। होला छि, मरे पनि हुन्छ चल भाग निकल गोइन प्राङ्क गरेको नि त अझै हेर्नु म एक यता लुकाउ कता भागिसकिन है दर्रो प्राङ्क गर्दिनँ आज के ओ भैँसी रोक भैँसी प्राङ्क गरेको कि यार जान्दिनु मलाई प्राङ्क गरेको के हाल्नु प्राङ्क गरेको के आउनु प्राङ्क गरेको के प्रेमको एउटा बाजी बर्थडे बनाइदिन सक्दैन जहिले पनि मनाइदिउँला के यार आऊ यार प्राङ्क गरेको के मैले सरी बाबु कति आने अझै सरी यार प्राङ्कमा त यस्तो हुन्छ नि त अब अलिकति प्राङ्क रियल गर्नु पर्यो नि त ल साथीहरू मेरो प्राङ्क हजुरहरूलाई कस्तो लाग्यो प्राङ्क मन पऱ्यो भने लाइक सेयर फलो गरिदिनु होला आऊ